जेएलपीटी को फर्म खुलिसक्यो तर भर्ने तरिका थाहा छैन भने चाहिँ यो भिडियो तपाईहरुको लागि है। धेरै बकस नगरिकन सिधा भिडियो सुरु गरिहालौँ है त। गुगलमा गएर चाहिँ जेएलपीटी मौसिकोमी भनेर सर्च गर्नुस् है। जेएलपीटी अनि मौसिकोमी भनेर यो माथिमा आउँछ। अनि यसको पहिलोमा नगएर दोस्रोमा तल्लोमा है जेइजको चाहिँ यो निहोङ्गो नोरुको सिकेन भन्छ नि त्यसमा चाहिँ क्लिक गरेर त्यसलाई ओपन गर्नु। त्यो ओपन गरेपछि अलिकति तलपट्टि चाहिँ निहोन्देनो जिउकेन सुरु खाता भनेर छ है। अनि यहाँनिर चाहिँ पहिला चाहिँ जेएलपीटी मोचिनो खाता अनि यतापट्टि चाहिँ जेएलपीटी मोचिदेनायो खाता। हामीसँग चाहिँ आइडी छैन भनेर सुरु गर्छौँ। अब आज चाहिँ आइडी बनाऊ है। आइडी बनाउनलाई त्यसमा क्लिक गरिसकेपछि अनि यसमा चाहिँ कोजिन भन्नेमा क्लिक गर्नुपर्छ है हामीले चाहिँ। अनि कोजिनमा क्लिक गर्ने अनि यसमा चाहिँ निहोङ्गो र इङ्ग्लिस छ। यो चाहिँ जुन चुज गर्दा नि हुन्छ। म चाहिँ निहोङ्गोमै गरेको छु, निहोङ्गोमै सजिलो हुन्छ। अनि यो चाहिँ जेएलपीटीको रुलहरू भयो हैन। यसलाई चाहिँ दोही नगरिकन अगाडि बढ्दैन। तपाईहरु पढ्न मन लाग्छ भने पढ्नु। अनि त्यसपछि चाहिँ तलपट्टि दाहिनेपट्टि दोही सुरु भन्ने छ त्यसमा क्लिक गर्नुस् है। अनि त्यो गरिसकेपछि तपाईहरुको चाहिँ आफ्नो जेहो तोरु गर्ने ठाउँ आयो है। यसमा चाहिँ अब जाइरो कार्ड अनुसार नाम तोरु गर्नुस्। जस्तो मैले चाहिँ अब हाम्रो कम्पनीको एउटा आइडी बनाउनलाई तपाईहरुलाई सिकाउनको लागि गरेको भएर नवीन मानवीय भन्नु गर्छु। यो चाहिँ खासमा तपाईको जाइरो कार्ड अनुसार नै गर्नुपर्छ है। अनि त्यसपछि कुनी चाहिँ हाम्रो नेपाल भएको हुनाले त्यहाँ चाहिँ सर्च गर्नु। अनि यसमा चाहिँ एबीसीडी अनुसार आउँछ। त्यो हुनाले चाहिँ सर्र तल गएर जेकेएलएम नेपाल एन नेपारु भनेर छ हैन। त्यसलाई क्लिक गर्नु। अनि त्यसपछि चाहिँ यहाँ हरियो बटनमा खेत्ते भन्ने ठाउँ छ त्यसमा गएर चाहिँ खेत्ते गर्नुपर्छ है। खेत्ते गरिसकेपछि अनि तल्लोमा चाहिँ दाइची गेङ्गो भनेर छ। यसमा चाहिँ के बोलिन्छ मेन भन्ने कुरा हो। नेपालमा चाहिँ नेपाली बोलिन्छ। त्यो भएर पनि त्यो पनि एबीसीडी अनुसार नै हुन्छ। नेपालीको एनमा गइसकेपछि चाहिँ नेपाली छ अनि त्यसलाई पनि खेत्ते गर्नुस् है। अनि त्यो गरिसकेपछि अब तपाईको चाहिँ सेही बेच्छु दान्से हो कि जेसे जस्तो म चाहिँ दान्से भएको हुनाले दान्से अनि निसेन गापी जाइरो कार्ड अनुसार नै यसमा चाहिँ मैले एउटा तोरु गर्नलाई र्यान्डमली एउटा हालेको छु हैन। अनि त्यो गरिसकेपछि वतासिया जिरोक्सा इज्यो देश भनेर चाहिँ यसमा चेक गर्नुपर्छ है। यदि तपाईँ चाहिँ 16 वर्ष माथि पुग्नु भएको छैन भनेदेखि चाहिँ तपाईको चाहिँ प्यारेन्ट्सले बनाएर दोही गर्नुपर्ने हुन्छ। त्यो हुनाले त्यसलाई चेक गर्नुस्। अनि यो गरिसकेपछि तपाईको युबिन भाङ्गो एड्रेसको लागि है। जस्तो चाहिँ मेरो कम्पनीको चाहिँ मानवीयको चाहिँ युबिन भाङ्गो चाहिँ 2720034 हो। मैले चाहिँ त्यो हालेँ। त्यो हालिसकेपछि यहाँनिर चाहिँ जिसो देखाउँछ हेर्नु चिबाकेन इचकावासी इचकावा भनेर। अनि यो हो भनेदेखि चाहिँ यसलाई खेत्ते गर्नु। होइन भनेदेखि चाहिँ अब फेरि चाहिँ सर्च तपाईको युबिन भाङ्गो मिस्टेक भएको हुनसक्छ त्यो करेक्सन गर्नु। त्यो गरिसके पछाडि अब यस पछाडि नानी नानी बान्ची नानी नानी च्योमे भन्ने हुन्छ। त्योहरू चाहिँ जस्तो मेरो चाहिँ इच्योमे निजु निबान्चिनो रोकु हो हैन। अनि त्यसपछि बिल्डिङको नाम चाहिँ आओयामा बिरु भएको हुनाले चाहिँ यहाँ लेख्छु। तपाईहरु पनि त्यही किसिमले माथि चाहिँ नानी नानी बान्ची नानी नानी गोसम्म अनि तलपट्टि चाहिँ बिल्डिङमै र आफ्नो रुम चाहिँ यति गोसिछु भन्ने त्यो हाल्नुस् हैन। यति गरिसके पछाडि चाहिँ अब तपाईले अनि यहाँनिर चाहिँ आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ है। यो तलपट्टि यो दाहिने साइडमा सानो सानो पिङ्क कलरको एस्ट्रिक्स छ नि त्यो भएको ठाउँ चाहिँ खनराजु हाल्नुपर्छ भनेको हो। अझ त्यो भएको हुनाले चाहिँ यस्तो दिना भाङ्गो कि निहोनको कुनै भनेको छ। जापानमा भएको मान्छेहरुको चाहिँ अब हजुरको फोन नम्बरहरु जस्तो मैले चाहिँ हाम्रो कम्पनीको नम्बर राखेको छु। यो चाहिँ तपाईको आफ्नो मोबाइल नम्बर राख्नु होला है। यो गरिसके पछाडि अब मेल एड्रेस राख्नु पर्यो। जस्तो मेरो मेल एड्रेस चाहिँ manavia.navin@gmail.com छ। तपाई यो राख्नुस् है। अनि तल्लोमा पनि सेम त्यही कुरा है manavia.navin@gmail.com सेम कुराहरु चाहिँ लेख्ने हो। अनि यस पछाडि चाहिँ अनि पासवर्ड हाल्नुपर्छ है। पासवर्ड चाहिँ हाङखाको एसु भनेको चाहिँ अंग्रेजी अक्षरमा चाहिँ अनि 8 देखि 16 अक्षर बीचमा गर्नुपर्छ है त। यो गरिसकेपछि पासवर्ड हालेर अनि ओसिरासे मेरो उकेतोरु भन्नेमा चाहिँ क्लिक गरेर अनि चाहिँ नाइयो खाक्न गर्नुस्। यो पासवर्ड चाहिँ सेभ गर्दा नि हुन्छ नगर्दा नि हुन्छ तपाईको विचार है। अनि गरिसकेपछि तपाईको चाहिँ नाइयो खाक्न आउँछ है। जस्तो मेरो चाहिँ नवीन मानवीय नेपारको सेही बेचुहरु हैन सिनगापी जिसहरु सबै खाक्न गरेर अनि ओके भइसकेपछि तोरोको सुरु भन्नेमा गर्नुपर्छ है। दाहिनेपट्टि तल छ तोरोको सुरु गरिसके पछाडि अब यहाँ चाहिँ तपाईलाई तोरु खनेर भएको मेल आउँछ है त। मेल आयो हैन। अब त्यो मेल चाहिँ तुरुन्तै खोलेर अनि यसलाई चाहिँ के भन्छ भने 24 घण्टा भित्र चाहिँ तोरु गरिसक्नुपर्छ। हामी चाहिँ भर्खरै गर्छौं। त्यो हुनाले चाहिँ तपाईले पनि त्यो आको लिंकलाई चाहिँ क्लिक गरेर ओपन गर्नुस् हैन। ओपन गरिसके पछाडि अनि यहाँ चाहिँ अहिले हामीले सेट गरेको पासवर्ड है। जस्तो चाहिँ तपाईले सेभ गर्नु भएको छैन यसरी आउँछ। सेभ गर्नु भएको छैन भने चाहिँ અહીં राखेको पासवर्डलाई राख्नुस् अनि त्यसपछि चाहिँ सौसिन सुरु गर्नुस्। त्यो गरिसकेपछि तौरीको खनरेसी मास्ता भनेर चाहिँ मेल आउँछ है। मेल आयो हैन। अनि यहाँ यो चाहिँ तपाईको मेल जेएलपीटी
जेएलपीटीको आइडी है। जस्तो मेरो चाहिँ PTWX92F छ। यदि तपाईँहरूको पनि जेएलपीटीको आइडी आउँछ, यो आइडी पासवर्डहरू चाहिँ कहिले पनि बिर्सिनुहुन्न, तपाईँहरू चाहिँ एउटा नोट बनाएर राख्नुहोस्। यति गरिसके पछाडि चाहिँ तपाईँको आइडी तोडको हुन्छ होइन। यस पछाडि चाहिँ माउस कमी कसरी गर्ने भन्ने चाहिँ यस पछाडिको नेक्स्ट पार्टमा बनाउँछु। यो भिडियो चाहिँ अलिकति लामो भयो, त्यही भएर चाहिँ पार्ट 2 हेर्नु है त अब जेएलपीटी माउस कमी गर्नको लागि चाहिँ।